ल साथीहरु हेर्नुस् है मेरो चाहिँ अब फाइनली नेपालबाट कोसेली आइसकेको छ। अब यसलाई चाहिँ म टक्कसँगले खोल्दै छु। घरबाट आएको कोसेली र यो भित्र चाहिँ कालो ब्याग छ। के आएको छ हेर्नुस् त। आइसक्यो। यो पोकोमा के छ भन्ने कुरा हेरौँ त पहिला। ओहो यस्तो भुटेर पो पठाइदिएको रहेछ। जुनेलो भुटेर पठाइदिएको रहेछ। कस्तो छ थोरै चाखी हेरौँ। ठिक छ। यो एउटा यो के आयो फेरि। ओहो यसमा चाहिँ खत्रै चिज आएछ। नेपालको गुन्द्रुक। हेर्नुहोस् त गुन्द्रुक। यो चाहिँ आएछ मकै भटमास। कहिले खाइसक्नु मैले यति मकै भटमास एक्लै। मकै भटमास ल के हो यो फेरि। मुङ दाल आएछ। के हो यो मुङ दाल भनेको नेपालबाट आएको। कोही खानुहुन्छ भने लिनुहोस्। यो चाहिँ धेरै मेहनतले बानेको रहेछ। मेरो प्यारी बुढीले बानेको होला। यो भित्र चाहिँ के रहेछ भने भुटेको चना रहेछ। अब पालो आयो यसको औषधिको। हेर्नुहोस् त। खोल्दैन त यो त हेर कसरी बानेको छ हो। बिरामी हुँदा काम लाग्छ भनेर मगाएको औषधिहरू छ। यो छ यो छ यो छ यो छ। यो सँगसँगै एउटा बिल पनि छ। त्यो बिलमा चाहिँ कति छ भनेर नभनौँ मलाई पैसा। यो बिल पनि छ। अब त्यस पछाडि पालो केमा गयो भनेर भन्दाखेरि यो भित्र चाहिँ घिउ छ भन्ने सुनेको मैले। यो खुल्ने जस्तो छैन। घिउ छ अरे भित्र। पछाडि के आयो के छ यो। खतरा ब्याग छ त के पठाइदियो मैले।
हो नेपालबाट आएको तन्ना छ है, वाइफले पठाइदिएको तन्ना छिटिक्कै तन्ना राखौँ। त्यस पछाडि यहाँ छ पेन पनि रहेछ। पेन धेरै ठुलो आयो, म यत्रो ठुलो त सुने। के हो ओ बेस्ट पनि आएछ जस्तो भयो, भर्खरै भइसक्यो। अहिले नपट्याउँ टाइम छैन, फेरि अर्को पनि छ त्यहाँ के छ हौ यो भित्र त मैला छ कस्तो। यो च्यातिए छ ल। यहाँ अर्को एउटा तन्ना छ, यो चाहिँ मैले बेड कभरको लागि मगाएको थिएँ तन्ना। एउटा पेस्ट छ, पेन्ट अर्को एउटा आइसक्यो। लास्ट एउटा के हो गन्जी रहेछ, गन्जी हो सक्यो।